यहाँ क्वेसन दिएको छ पाइथन प्रोग्रामको के भनेको छ भने क्वेसन नम्बर 13 छ पेज नम्बर 164 युरिका पब्लिकेसनको यहाँ प्रोग्राम लेख्नको लागि भनेको छ के भनेको छ भने राइट 3 पाइथन फंक्सन। त्यसमा फर्स्ट फंक्सन छ के छ भने कन्भर्ट फिट टु इन्चेस, कन्भर्ट फिट टु इन्चेस। त्यस पछाडि छ कन्भर्ट इंचेस टू सेन्टिमिटर, त्यस पछाडि छ कन्भर्ट सेन्टिमिटर टू मिटर। यहाँ तीनवटा फंक्सन दिएको छ, त्यो तीनवटा फंक्सन युज गरेर यहाँ प्रोग्राम लेख्नुपर्छ। त यसको लागि मैले के गरेको छु भने फर्स्टमा डिफ फंक्सन युज गरेको छु र पहिलो फंक्सन छ कन्भर्ट फिट टु इन्चेस अनि फिट चाहिँ यहाँ दिएको छ प्यारामिटर लिस्टमा। त्यस पछाडि यहाँ रिटर्न भ्यालु पनि भनेको छ write a program that accepts the measurement in feet from the user and convert it into the meters using this function। त यहाँ रिटर्न युज गर्दा पनि हुन्छ, नयुज गर्दा पनि हुन्छ। यदि रिटर्न युज गरेन भने अर्को भेरिएबल युज गर्नुपर्छ। त यहाँ रिटर्न फिट इन्टु 12। अब फिट इन्टु 12 किन भनेको छ भने यो फिटमा चाहिँ 12 इन्चेस हुन्छ। एक फिट यदि इनपुट गर्छौँ भने त्यहाँ 12 इन्चेस गर्नको लागि त्यहाँ 12 ले मल्टिप्लाई गर्नुपर्छ। त्यसै कारण यहाँ रिटर्न फिट इन्टु 12 दिएको छ। एक फिटमा 12 इन्च छ। यदि एक फिटमा 16 इन्च भएको भए 16 दिन्थ्यो, 20 भएको 20 दिन्थ्यो। तर यो ध्रुव सत्य हो कि एक फिटमा 12 इन्च हुन्छ, त्यसै कारण यहाँ 12 इन्च मात्रै दिएको छ। त्यस पछाडि अब अर्को फंक्सन छ डिफ कन्भर्ट फ्रम इंचेस टू सेन्टिमिटर्स। अब इन्चेस यहाँ पैरामिटर लिस्ट भयो। त्यस पछाडि यहाँ रिटर्न भ्यालुमा आएको छ रिटर्न इन्चेस इन्टु 2.54। अब यहाँ 2.54 किन दिएको छ भने 1 इन्चमा 2.54 चाहिँ सेन्टिमिटर हुन्छ। त्यसै कारण अब इन्चेसलाई सेन्टिमिटरमा कन्भर्ट गर्नको लागि 2.54 ले मल्टिप्लाई गर्नु परेको छ। अनि अर्को फंक्सन छ डिफ कन्भर्ट फ्रम सेन्टिमिटर टु मिटर। अब यहाँ के दिएको छ भने सीएमएसमा चाहिँ प्यारामिटर लिस्टमा दिएको छ र रिटर्न सीएम डिभाइडेड 100। अब यो सीएम डिभाइडेड 100 किन दिएको छ भने जति माथिबाट एन्सर आउँछ त्यसलाई चाहिँ 100 ले डिभाइड गर्छ अनि त्यो मिटर हुन्छ। एक मिटरमा चाहिँ 100 सीएम भएको कारणले यहाँ 100 लिएर डिभाइड दिएको हो। त्यस पछाडि अब यहाँ फिट भनेको एउटा भेरिएबल छ। यो फिटमा चाहिँ के गरेको छ भने यहाँ हामीले युजरले चाहिँ इनपुट गर्नुपर्छ। र त्यसको लागि यहाँ फ्लोट डाटा टाइप्स लिएको छ। त्यस पछाडि इनपुट इन्टर मेजरमेन्ट इन फिट। अब फिटमा हामीले भ्यालु हाल्नुपर्छ। त्यस पछाडि अर्को छ अब यहाँ फंक्सनलाई रिटर्न गरेको छ, फंक्सनलाई कल गरेको छ। फंक्सनलाई कल गर्दाखेरि यहाँ भेरिएबल लिएको छ इन्चेस, कन्भर्ट फ्रम फिट टु इन्चेस र यहाँ पोस्टमा फिट दिएको छ। यो चाहिँ के भ्यालु भनेको भ्यालु कल भ्यालु। त्यसपछि अर्को भ्यालुलाई पनि कल गर्नुपर्छ। यदि फंक्सन दिएको छ भने त्यहाँ भ्यालु कल गर्नुपर्छ। सीएम इज इक्वल टु कन्भर्ट फ्रम इन्चेस टु सेन्टिमिटर दिएको छ। यहाँ इन्चेस चाहिँ ब्राकेटमा दिएको छ। यसले चाहिँ सेकेन्ड फंक्सनको चाहिँ भ्यालु कल गर्छ। त्यस पछाडि थर्डमा छ मिटर, कन्भर्ट फ्रम सेन्टिमिटर टु मिटर सीएम। अब यसले चाहिँ के गरेको छ भने थर्ड फंक्सनको भ्यालुलाई चाहिँ कल गरेको छ। र त्यस पछाडि यहाँ दिएको छ प्रिन्ट फिट, प्रिन्ट इन्चेस, प्रिन्ट मिटर। अब यो फिटमा हालेको भ्यालुलाई देखाउँछ, त्यसरी त्यो फिटलाई इन्चमा कन्भर्ट गरेको भ्यालु देखाउँछ। त्यस पछाडि त्यो फेरि इन्चेसलाई चाहिँ सेन्टिमिटरमा देखाउँछ। त त्यसको लागि यहाँ चाहिँ सीएम चाहिँ लेख्नुपर्छ। त यसको भ्यालुलाई चाहिँ सेन्टिमिटरमा देखाउँछ। त्यसपछि तल यहाँ भ्यालुलाई मिटरमा देखाउँछ। त यो चारवटा भ्यालु यसमा देखाउँछ। अब मैले चाहिँ यसलाई रन गराउन गइरहेको छु। हेर्नुहोस् अब रन गराउँदाखेरि कस्तो आउटपुट दिन्छ। यहाँ रन बटनमा क्लिक गर्ने। अब यहाँ भनेको छ इन्टर मेजरमेन्ट इन फिट। अब फिटमा मेजरमेन्ट युनिट चाहिँ हाल्नुपर्छ। जस्तै मैले यहाँ 21 हालेँ अनि इन्टर थिचेँ। 21 हालेर इन्टर थिच्दाखेरि अब यहाँ फर्स्टमा चाहिँ केमा भ्यालु देखाएको छ भने
इन्चमा देखाएको छ। त्यसपछाडि सेकेन्डमा चाहिँ इन्चलाई चाहिँ सिएममा देखाएको छ होइन, सुरुमा चाहिँ फिटमा देखाएको छ, त्यस पछाडि इन्चमा देखाएको छ, त्यस पछाडि सिएममा देखाएको छ, त्यसपछि लास्टमा चाहिँ मिटरमा देखाएको छ। हवस् त यो प्रोग्राम चाहिँ यतिकै छ। अब जहाँ बुझ्नु भएको छैन भने कमेन्ट गर्नुहोला कि